तपाईहरुलाई नमस्कार छ, आफैलाई नमस्कार छ, अनि सबैलाई नमस्कार छ। तुभ्यं मह्यं नमो नमः, तुभ्यं मह्यं नमो नमः। विशेष नमस्कार मञ्चमा विराजमान विशिष्ट व्यक्तित्वहरूलाई, निर्णायक बन्धुहरूलाई, विशिष्ट पाहुनाहरूलाई। अर्को विशेष नमस्कार साह्रै पुरानो मित्र, काठमाडौँ छिरेको 24 वर्ष भयो, जन्मस्थल दाङ हो, किसानको छोरा हो, घाँस काट्ने दाउरा चिर्ने भारी बोक्ने मेरो त्यो बेसिक ट्रेनिङ हो। जड़वादी फाउंडेशन दुख का दिन, हिंदी में एउटा भनाइ छ, जिसने अपने जीवन में बुरे दिन नहीं देखे वो अच्छे दिनों में भी परेशान रहता है। कई बेला देखियो, कई बेला भोगियो। जड़वादी बेसिक ट्रेनिङ that gave me the strong foundation. So I am here with you all. तपाईहरु सबसँग भेट भयो। 24 वर्षदेखि काठमाडौँ बसेदेखि सियोमजी हामी सँगै छौं। आज उहाँसँग अमेरिकामा यसरी भेट भयो। सबैलाई पुनः पुनः नमस्ते। बालकृष्ण समको एउटा कविताबाट म यो कार्यक्रम बडा सुन्दर प्रसंग छ। यो कार्यक्रमलाई बालकृष्ण समको कविताबाट सम्झना चाहन्छु। भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति, जीत वैभव भाषा रहन्छन् पछि सम्मति, जीत वैभव भाषामै रहन्छन् पछि सम्मति। साँच्चीकै भाषा भन्नु अघि हाम्रो टीका काली प्रसादजीले बडा राम्रो कुरा भन्नु। साँच्चीकै भाषा बोल्नु हुँदैन, एकले अर्कालाई कम्युनिकेट गर्ने आधार त त्यही नै हो। नेपालीसँग भेट्ने बेलामा नेपाली भाषा बोल्न पाइयोस्, नेपाली तरिकाले हाँस्न पाइयोस्। हेलो र हाई यस्तो होइन, साँच्चीकै नेपाली पाराले के छ हजुर, सन्चै हुनुहुन्छ भनेर सोध्न पाइयोस्। र कैयौं घरमा भ्रमणको सिलसिलामा गएको बेलामा बच्चा बच्चीहरूसँग नाम सोध्ने बेला उल्टा पुल्टा गर्छन्। टेक्सासमा क्याम्प लाग्दैछ, अब पर्सिदेखि मेरो क्याम्प सुरु हुन्छ। लास्ट इयर क्याम्प लाग्यो, एउटा बच्चाको नाम सोधे, के नाम बाबु? रजे। रजे गर्यो। हाउ डु स्पेल योर नेम? ROJESH भन्दो रहेछ। नेपालमा RAJESH रहेछ, यहाँ र RO भएछ। कहाँ तपाईको ROJESH लाई O लाई ए गराएर रोजेस हुन्छ, रोजेसको सहर आउँछ, रोजे हुन्छ। त्यस्तो नहोस्, त्यस्तो नहोस्। देवी प्रसाद देवी प्रसादै होस्, देवी नहोस्। राम प्रसादै होस्, राम नहोस्। आफूलाई नभुल्नुस्। मेरो सारा भ्रमणको उद्देश्य यही हो, आध्यात्मिकता, मानवता र राष्ट्रियताको सन्देश लिएर विगत केही वर्षदेखि म भ्रमणको सिलसिलामा छु। नेपालमा हिन्दी विद्यापीठ, नेपाल शान्ति सेवा आश्रम आदि संस्थाको माध्यमबाट केही सेवा गर्ने प्रयास गरेको छु, किनकि मेरो मन्त्र हो, मेरो सूत्र हो, मेरो साधना हो। सेवा गरे के अब के गरूला, सेवा बिना नै कसरी मरुला। धिक्कार यो जन्म उसै गुमाए, धिक्कार यो जन्म उसै गुमाए, नेपाल सेवा गर्नै नपाए, नेपाल सेवा गर्नै नपाए। जीवनको उत्तरार्धमा केही गर्न पाइएन। जीवनको उत्तरार्धमा अगर यो गर्ने मन थियो, त्यो गर्ने मन थियो, आई विश आई कुड डू, प्लिज डोन्ट से दोज थिंग्स। अब पछि गएर त्यो गरौँला होइन, अहिले इज द राइट टाइम। जब आँख खुली तब सबेरा नेपाललाई अहिले तपाईको सहयोग चाहिएको छ, नेपाललाई तपाईको अहिले माया चाहिएको छ। प्लिज बी पोजिटिभ। सबलाई